नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्यूज सुरु गरौं। प्रधानमन्त्री ओली मन्त्रीको टोली सहित आज कञ्चनपुर जाने सम्बन्धी प्रसंगबाट। प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदैछन्। बेदकोट नगरपालिका 3 छेलमालामा बन्ने दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली मन्त्रीको टोली सहित कञ्चनपुर जान लागेका हुन्। प्रधानमन्त्री ओलीसँगै औद्योगिक वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन तथा वातावरण मन्त्री प्रेमाले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना तथा श्रम मन्त्री गौरीशंकर चौधरी कञ्चनपुर जाँदैछन्। प्रधानमन्त्री जाने भएपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका एसपी उमा प्रसाद चतुर्वेदीले जानकारी दिएका छन्। प्रधानमन्त्री ओली बिहान 11:30 बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिएका छन्। सरकारले यसै साथ 4 औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरेको छ। प्रदेश नम्बर 2 को नवनियुक्त प्रदेश प्रमुख राजेश झा अहिराज आइतबार कार्यभार सम्हालेका छन्। उनी साँझ जनकपुरधाम आइपुग्दा विमानस्थलमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको युवा संघका केन्द्रीय उपाध्यक्ष सञ्जीव झा सहितका युवाहरूले 101 किलो फूलको माला लगाएर स्वागत गरेका थिए। युवाहरूको टोलीले उनलाई स्वागत गर्न मोटरसाइकल सहितको विमानस्थलमा पुगेका थिए। उनीहरूले झालाई कार्यालयमा हाजिरी गर्दा बधाई तथा शुभकामना दिएका थिए। प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश नम्बर 2 को प्रदेश प्रमुखलाई बहिष्कार गर्ने अभिव्यक्ति दिए पनि उनकै मन्त्रालयका राज्यमन्त्री सरोज सिंह कुशवाहाको झाको स्वागतमा विमानस्थल पुगेका थिए। हुन त राज्यमन्त्री कुशवाहालाई औपचारिकता पूरा गर्न मात्र प्रदेश सरकारले पठाएको टिप्पणी हुन थालेको छ। झालाई प्रदेश प्रमुख भन्दा पनि नेकपा ओली समूहका कार्यकर्ताको रूपमा प्रचारित गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले झालाई बिहान उनकै निवासमा स्वागत गर्ने बताइएको छ। उनले प्रदेश प्रमुखको विरोध गर्ने कुनै कार्यक्रम अथवा त्यसको सोच नरहेको बताउँदै प्रदेश सरकारले संविधानको पालना गर्ने बताएका छन्। पहिलो पटक प्रदेश प्रमुख जनकपुरधाममा आउँदा विमानकै नजिक पुगेर प्रदेश सरकारको तर्फबाट स्वागत गरिन्थ्यो। प्रदेश सरकारले अतिथि स्वागतको लागि कुनै मापदण्ड बनाएको छैन। विमानस्थलको विशिष्ट कक्षमा झालाई कुशवाहाले स्वागत गरेका थिए। राजनीतिक रूपमा झाको नियुक्ति नै विवादास्पद बने पनि विमानस्थलमा भने प्रदेश नम्बर 2 का प्रमुख सचिव प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुखहरू लगायतका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। झाको नियुक्तिलाई सत्तारूढ दल नेकपा ओली समूहको प्रभावशाली एउटा गुटले विरोध गरेको छ। सामाजिक सञ्जालमा लेखेकै भरमा प्रदेश प्रमुख जस्तो गरिमामय पद झालाई दिन नहुने बताउँदै पार्टीका अनुभवी नेताहरूलाई दिनुपर्ने तर्क गरिरहेका छन्। संघीय सरकारले प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी झालाई नियुक्त गरेको हो। बर्खास्त गरिएको विरोधमा परियार अदालत जाने तयारी गरेका छन्। प्रदेश प्रमुख झाले शिरमा देश र मनमा मधेस राखेर काम गर्ने बताउँदै प्रदेश सरकारबाट स्वागत नहुँदा संस्कारको कमी भएको संकेत गरेका छन्। प्रदेश प्रमुखको अधिकार कर्तव्यलाई संविधानले प्रष्ट व्याख्या गरे पनि झाले पदभार ग्रहण गर्ने क्रममा प्रदेशको विकास, संस्कार, समावेशिता लगायतको क्षेत्रमा सुधार गर्ने नेता जस्तै भाषण गरे। प्रदेश प्रमुख झालाई प्रदेश सरकारले नरुचाएको प्रष्ट भएको छ। सर्वोच्च अदालतमा विचाराधीन संसद विघटन सम्बन्धी मुद्दाको फैसला आएपछि प्रदेश प्रमुखको शक्ति बढ्ने अथवा कमजोर हुने प्रष्ट हुनेछ। जिल्लाको कमलामाई नगरपालिका 10 दोभानमा अज्ञात समूहद्वारा आमा छोरीमाथि धारिलो हतियार प्रहार गरेको छ। दोभानकी 55 वर्षीय हरिमाया घिमिरे उनकी 26 वर्षीय छोरी दुर्गामाया माथि गैराती 12 बजे सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार भएको हो।
हतियार प्रहारबाट आमा छोरी घाइते भएका छन्। उनीहरूको टाउकोमा गम्भीर चोट लागेको स्थानीयले बताएका छन्। घाइते दुवैजनालाई उपचारको लागि धनुषाको जनकपुर अस्पताल ल्याइएको छ। घटनामा संलग्न भएको भन्दै धनुषा बटेश्वरका प्रमोद कुमार सिंह महतोलाई प्रहरीले पक्राउ गरेको छ। उखु किसानको बक्यौता भुक्तानीमा पुनः गडबडी देखिएको छ। किसानहरू सम्पर्कमा नआउँदा कारण उद्योगले दिएको रकम बैंकमै थन्किएको दाबी सरकारले गरेको छ। तर किसान प्रतिनिधिहरूले भने सरकारले भुक्तानीको विवरण लुकाएको आरोप लगाएका छन्। 4 वटा चिनी मिलबाट किसानले 8 करोड 1 लाख रुपैयाँ मात्रै भुक्तानी पाउन बाँकी रहेकोमा अहिले सबै रकम बैंकमा दाखिला भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डाक्टर नारायण प्रसाद रेग्मीले बताएका छन्। रकम बैंकमा आएको छ तर किसानको कागजात नमिलेको तथा प्रमाण नपुग्दा वितरणमा समस्या भएको उनले बताएका छन्। किसानको भुक्तानी निश्चित भएको छ तर प्रमाण नपुगेका कारण पैसा बैंकमा थन्किन पुगेको छ। सहसचिव एवं प्रवक्ता डाक्टर रेग्मीले भने किसानको बैंक खातामा नभएको मिलसँग लिनुपर्ने रकमबारे प्रमाण नभएको जस्ता समस्याको कारण भुक्तानी प्रभावित भएको उनले बताएका छन्। रकम खातामा पुगे पनि वितरण हुन नसकेपछि किसान संघर्ष समिति मार्फत सहजीकरण प्रयास भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयलाई प्राप्त विवरणमा पनि मोटामोटी भुक्तानी सुनिश्चित भएको पाइएको मन्त्रालयले जनाएको छ। अन्नपूर्ण इन्दिरा र लुम्बिनी सुगर मिलको भुक्तानी बाँकी रहेकोमा उद्योगी पक्राउ परेपछि भुक्तानी सुनिश्चित भएको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले बताएका छन्। उद्योगीबाट भुक्तानी सुनिश्चित भए पनि किसानकै समस्याको कारण 100% भुक्तानी भने बाँकी रहेको उनले बताएका छन्। सबै उद्योगको गरेर 85% रकम भुक्तानी भएको छ। बाँकी रकम भुक्तानी गर्न किसानको कागजी प्रक्रिया बाधक बनेको छ। सूचना अधिकारी लामिछानेले भने किसानहरूलाई आफ्नो कागज पत्र सहित भुक्तानीका लागि आग्रह गर्ने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ। किसानको भुक्तानी नदिएका कारण पक्राउ परेका 2 जना उद्योगीहरूको अदालती प्रक्रिया जारी नै रहेको प्रवक्ता लामिछानेले बताएका छन्। कुल 65 करोड 31 लाख बक्यौता मध्ये 57 करोड 30 लाख रकम माघको पहिलो सातासम्म किसानहरूको खातामा पठाइएको र बाँकी भुक्तानी 8 करोड 1 लाख रुपैयाँ पनि किसानले पाउने निश्चित भएको सरकारी दाबी छ। जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसार पसार गर्ने 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका 3 का 30 वर्षीय दिनेश तामाङ, 22 वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर 2 का 18 वर्षीय समीर तामाङ रहेका छन्। प्रहरीले भरतपुर 3 मा कोठा गरी बस्ने दिनेश तामाङको कोठाबाट लागु औषध बिक्री वितरण गरेको सूचनाको आधारमा उनीहरूलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। कार्यालयले जारी गरेको सूचनामा तामाङको कोठाबाट अनुमति बिना ल्याइएको ट्रमा 1163 ट्याब्लेट, अर्नागन 25 लेखिएको 436 ट्याब्लेट, स्टागन 440 ट्याब्लेट फेला परेको जनाइएको छ। यस्तै दिनेशको कोठामा रहेको समीरको साथबाट 5325 र मोबाइल 1 थान बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी प्रदीपको साथबाट 1,29,822 बरामद गरिएको र उनको घरमा चेक जाँच गर्ने क्रममा ट्रमा 8,780 ट्याब्लेट, स्टागन 800 ट्याब्लेट र नगद 11,000 बरामद गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभएको छ। नेपालले भारतबाट किन्ने भनिएको 22 लाख डोज मध्ये पहिलो खोपमा 10 लाख डोज कोरोना भाइरस विरुद्धको खोप आइतबार नेपाल आइपुगेको छ। एयर इन्डियाको विमान मार्फत उक्त खोप आइतबार दिउँसो काठमाडौँ ल्याइएको हो। उक्त खोप टेकु स्थित कोल्ड रुममा भण्डारण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपाल सरकारले पहिलो पटक कोरोना विरुद्धको खोप खरिद गरेर ल्याएको हो। यसअघि भारत सरकारले नेपाललाई 10 लाख थान खोप अनुदानमा उपलब्ध गराएको थियो। तर पहिलो खोप खरिदमै व्यापक अनियमितताको आशंका बढेको छ। भारत सरकारको सहुलियतमा खरिद गरिएको भनिएको खोप भारतमा भन्दा प्रति खोप 128 रुपैयाँ महँगो भएपछि अनियमितताको आशंका बढेको हो। सरकारले भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट खोप खरिद गरेको हो।
स्वास्थ्य मन्त्री हृदय त्रिपाठीले भारत सरकारको सहयोगमा खोप सहुलियत मूल्यमा खरिद गरेको दावी गर्नुभएको छ। तर मन्त्रीको दावी विपरीत सेरमबाट नेपालले किनेको खोप युरोपेली संघ र भारतले खरिद गरेको भन्दा महँगो देखिएको छ। भारतले प्रति डोज 210 भारतीय अर्थात् 336 नेपाली रुपैयाँमा उक्त खोप खरिद गरेको जनाएको छ। तर नेपालले खरिद गरेर आइतबार काठमाडौँ आइपुगेको खोपको मूल्य भारतको भन्दा 128 रुपैयाँ महँगो छ। 20 लाख डोज खोपलाई नेपालले झण्डै 93 करोड रुपैयाँ तिरेको छ। अर्थात् भारतभन्दा नेपालले 25.5 करोड रुपैयाँ बढी तिरेर खोप खरिद गरेको हो। तर मन्त्री त्रिपाठी र सरकारी अधिकारीहरूले भने भारत सरकारको सहयोगमा सहुलियतमै खोप किनेको दावी गर्दै आइरहेका छन्। स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह टिङ्करीले कम्पनीले सुरुमा प्रति डोज $4.40 भनेपछि छलफलपछि $4 खोप दिन कम्पनी तयार भएको बताउनुभयो। उहाँले सेरमबाट नै बङ्गलादेशले समेत $5.5 प्रति डोजका दरले खोप खरिद गरेको दावी गर्नुभयो। तर ढाका डिस्ट्रिब्युटर्सका अनुसार बङ्गलादेश र सेरम बीच $4 खोप खरिद सम्झौता भएको छ। नेपाल आइपुगेको खोप प्रदेश हुँदै जिल्ला स्थित खोप केन्द्रमा आइपुग्नेछ। सरकारले फागुन 23 गतेबाट 55 वर्षभन्दा माथिका नागरिक, स्थानीय निकायका कर्मचारी लगायतका अग्रपङ्क्तिमा खटिनेहरूलाई खोप लगाइने तयारी गरेको छ। अहिलेसम्म अस्पतालहरूबाट लगाइएको खोप अब समुदाय स्तरमा खोप केन्द्रित स्थापना गरेर ल्याइनेछ। विश्वभरमा 8 करोड 72 लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। सोमबार बिहानसम्ममा 8 करोड 72 लाख 56 हजार 463 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वभरमा 11 करोड 19 लाख 48 हजार 150 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 24 लाख 77 हजार 771 जनाको मृत्यु भइसकेको छ। हाल विश्वभरमा 2 करोड 21 लाख 53 हजार भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 2 करोड 87 लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 1 करोड 89 लाख 73 हजार भन्दा बढी निको भएका छन् भने 5 लाख 11 हजार 126 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 9 लाख 91 हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1 करोड 10 लाख 5 हजार भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1 लाख 56 हजार 418 जना पुगेको छ। नेपालमा हालसम्ममा 2 लाख 73 हजार 431 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2 लाख 69 हजार 876 जना निको भएका छन्। यहाँ कोरोनाबाट 2061 जनाले ज्यान गुमाइसकेका छन्। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ। स्थानीय समयअनुसार दक्षिणी पूर्वी राज्य भेराक्रुजमा वायुसेनाको विमान हिजो बिहान दुर्घटना परेको हो। एमिलियनको जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरकारी अधिकारीले बताएका छन्। विमान दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुली नसकेको त्यहाँका रक्षा मन्त्रीलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। विमान दुर्घटना हुनुको कारण खुलेको छैन। घटनाको अनुसन्धान थालिएको रक्षा मन्त्रालयले जनाएको छ। हौस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।